नमस्कार साथीहरू, तपाईहरू सम्पूर्णलाई मेरो यस ध्रुवटेक च्यानलमा स्वागत छ। यस युट्युब च्यानल मार्फत मैले हजुरहरूलाई विभिन्न टेक्निकल टिप्सहरूको जानकारी गराउँदै आइरहेको छु र आज पनि मैले एउटा केही टेक्निकल टिप्सहरू लिएर आएको छु र आजको विषय रहेको छ आफूसँग भएको स्टक आइपिओबाट परेको शेयरहरू कसरी बेच्ने भन्ने बारे जानकारीका साथ भिडियो लिएर आएको छु। र तपाईसँग कुनै शेयर छ र त्यसलाई तपाईले बेच्न चाहनुहुन्छ भने सर्वप्रथम त तपाईसित आफ्नो ब्रोकर एकाउन्ट हुनुपर्ने हुन्छ। यदि तपाईसित ब्रोकर एकाउन्ट छैन, टिएमएस एकाउन्ट छैन भने ब्रोकरकोमा गएर पहिला आफ्नो ब्रोकर एकाउन्ट ओपन गर्नुपर्ने हुन्छ र त्यसो तपाईले ब्रोकर एकाउन्ट थ्रु चाहिँ तपाईले आफ्नो शेयर बेच्न सक्नुहुन्छ। र म आज तपाईलाई ब्रोकर एकाउन्ट थ्रु कसरी शेयर बेच्ने भनेर यो भिडियो लिएर आएको छु। कृपया भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। त्यसको लागि चाहिँ हामीले ब्रोकर एकाउन्ट लगइन गर्नुपर्ने हुन्छ। ब्रोकर एकाउन्टको साइट हुन्छ एउटा, त्यो तपाईले मेलमा ब्रोकर एकाउन्ट खोल्नु भने तपाईले ब्रोकर एकाउन्टको मेलमा पनि तपाईले आफ्नो यो ब्रोकर एकाउन्टको साइट पाउन सक्नुहुन्छ। यदि थाहा छैन भने टिएमएस अनि आफ्नो ब्रोकर एकाउन्ट कति नम्बर ब्रोकर हो त्यो ब्रोकर डट नेप्से टिएमएस डट com.np/login र साइटमा गइसकेपछि एउटा इन्टरफेस ओपन हुन्छ र यसमा युजर नेम भनेको ठाउँमा आफ्नो ब्रोकर एकाउन्टको युजर नेम, पासवर्डमा पासवर्ड र क्याप्चा यहाँ दिएको क्याप्चा टाइप गरी लगइनमा क्लिक गर्नुपर्ने हुन्छ। लगइनमा क्लिक गरिसकेपछि नेपाली स्टक एक्सचेन्जको इन्टरफेस ओपन हुन्छ। तपाईले यहाँ देख्न पनि सक्नुहुन्छ यहाँ टर्नओभरहरू भनेर भनेको छ र यहाँ हरियो बत्ती बलेको छ भने चाहिँ मार्केट ओपन भएको भन्ने बुझिन्छ। यहाँ रातो बत्ती बलेको छ भने चाहिँ मार्केट क्लोज भएको भन्ने बुझिन्छ। र तपाईले यो ब्रोकर एकाउन्ट चाहिँ आफ्नो शेयर बेच्नको लागि 11 बजेदेखि 3 बजे भित्रमा चाहिँ यो टिएमएस एकाउन्ट लगइन गर्न सक्नुहुन्छ। त्यस पश्चात तपाईले चाहिँ यसबाट ट्रेड गर्न सक्नुहुँदैन। र अब तपाईले शेयर बेच्नको लागि चाहिँ सर्वप्रथम यहाँ तलपट्टि अर्डर म्यानेजमेन्ट भनेर भनेको छ, यहाँ देख्न सक्नुहुन्छ। अर्डर म्यानेजमेन्टमा क्लिक गर्नुहोस् र बाई अर सेल भनेर लेखेको छ, बाई अर सेलमा क्लिक गर्नुहोस् र यहाँ माथिपट्टि दाहिने साइडको माथिपट्टि सेल र बाई भनेर भनेको छ। यदि तपाईले किन्ने हो भने त बाईतिर जानुपर्ने हुन्छ, यदि बेच्ने हो भने सेलतिर जानुपर्ने हुन्छ। र सेलमा गएर यहाँ सिम्बल भनेर देख्न सक्नुहुन्छ तपाईले। अब आफूले कुन स्टकको कुन शेयर बेच्ने हो त्यसको सिम्बल के छ त्यो सिम्बल टाइप गर्नुपर्ने हुन्छ। यदि तपाईलाई सिम्बल थाहा छैन भने तपाईले आफ्नो मेरो शेयरमा गएर पोर्टफोलियोमा गएर पनि तपाईले यो सिम्बल देख्न सक्नुहुन्छ है, स्क्रिप्ट भनेर देख्न सक्नुहुन्छ। यो सिम्बल जस्तो मैले अब पनि यो सिटिजन लाइफ इन्स्योरेन्सको कम्पनी लिमिटेडको शेयर बेच्न लागेको छु र यसको सिम्बल CLI छ भने मैले यहाँ CLI भनेर टाइप गर्नुपर्ने हुन्छ। सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेड भनेर आयो, यो आएको छ। र यतापट्टि क्वान्टिटी भनेर भनेको छ। अब आफूसित कति किता छ, त्यो कति किता बेच्ने हो त्यो किता नम्बर टाइप गर्नुपर्ने हुन्छ। र मसँग सिटिजन लाइफ इन्स्योरेन्सको 10 किता रहेको छ र मैले त्यो 10 किता बेच्न खोजेँ, 10 किता भनेर टाइप गरेँ। त्यसपछि प्राइसमा, अब त्यो प्राइसमा चाहिँ हामीले चाहिँ मार्केट हेरेर, जस्तो यहाँ लास्ट ट्रान्जेक्सन प्राइस 502 भनेर लेखेको छ, लोमा 492, हाईमा 512। अब तपाईँ 492 भन्दा मुनि पनि जान मिलेन, 512 भन्दा माथि पनि जान मिलेन। यसको रेन्जमा बसेर चाहिँ प्राइस राख्नुपर्ने हुन्छ। तपाईले टप 5 बाई भनेर भनेको चाहिँ यति प्राइसमा अरूले किन्नलाई अर्डर राखेका छन् भने यतिमा बेच्न भनेर अर्डर राखेका छन्। 502.9, 503, 504, 505 राखेका छन्। अब आफूले कति प्राइस हो त्यो प्राइस चाहिँ राख्न सक्नुहुनेछ। मैले यसको प्राइस 505 भनेर राखेँ। अनि त्यसपछि तपाईले यहाँ सेल भन्ने देख्न सक्नुहुन्छ, यस सेलमा क्लिक गर्नुहोस्। तपाईको अर्डर चाहिँ प्लेस रिक्वेस्ट भएको छ। अब तपाईको अर्डर रिक्वेस्ट भयो कि भएन भनेर हेर्नको लागि चाहिँ त्यो अर्डर म्यानेजमेन्ट भित्र डेली अर्डर बुक भन्ने हुन्छ, त्यो डेली अर्डर बुकमा जानुपर्ने हुन्छ। तपाईले यहाँ देख्न सक्नुहुन्छ भर्खरै मैले सिटिजन लाइफ इन्स्योरेन्सको 10 किता 505 मा बेचेको थिएँ, यहाँ ओपन भनेर बसेको छ। यदि यो अझै बिक्री भइसकेको छैन, स्ट्याटस ओपनमा छ। यदि यो बिक्री भएको छ भने चाहिँ कम्प्लिटेड भनेर आउन देख्न सकिन्छ। तपाईँ यो देख्न सकिन्छ, यो केही समयपछि चेक गर्दा हुन्छ यसलाई चाहिँ। र यति गरिसकेपछि अब मेरो शेयरबाट इडिज गर्नुपर्ने हुन्छ
र इडिज गर्नुभन्दा अगाडिपट्टि पहिला सुरु हामीले डब्ल्युसिसी र होल्डिङ पिरियड डब्ल्युसिसी क्यालकुलेट र होल्डिङ पिरियड क्यालकुलेट गर्नुपर्ने हुन्छ र त्यसको लागि तपाईँले यो अप्सनमा माई पर्चेस सोर्स भन्ने अप्सन देख्न सक्नुहुन्छ, यो सेकेन्ड लास्टमा छ, त्यसमा क्लिक गर्नुहोस् र पर्चेस सोर्सभित्र आफ्नो आफूसित भएको स्टकहरू सबैको यो डब्ल्युसिसी क्यालकुलेट गर्नुपर्ने हुन्छ। मेरो यहाँ सबैको क्यालकुलेट गरेको छ, यहाँ माई डब्ल्युसिसीमा पनि हेर्न सक्नुहुन्छ तपाईँले, सबैको गरिसकेको छ। र होल्डिङ पिरियड क्यालकुलेटको लागि चाहिँ माई होल्डिङमा गएर स्क्रिप्टमा आफ्नो अब कुन सेयर बेचेको त्यसको होल्डिङ पिरियड क्यालकुलेट, जस्तो सिटिजन लाइफ इन्सुरेन्स भनेर यहाँ देखिएको छ है, सर्च गर्नुहोस् र यहाँ टिक लगाउनु छ, यहाँ टिक लगाउनुहोस् र तलपट्टि प्रोसिडमा क्लिक गर्नुहोस् र फेरि यहाँ आई हेयर बाईमा यहाँ टिक लगाउनुहोस् र अपडेटमा क्लिक गरिदिनुहोस्। यति गरिसकेपछि हाम्रो होल्डिङ पिरियड क्यालकुलेट हुन्छ र त्यसपछि तलपट्टि माई इडिज भन्ने अप्सन छ, त्यसमा जानुहोस् र ट्रान्सफर सेयर भन्ने अप्सन देख्न सक्नुहुन्छ तपाईँले, त्यसमा क्लिक गर्नुहोस् र तपाईँले देख्न सक्नुहुन्छ है आजको डेटमा छ सेटलमेन्ट डेट भनेर 30/3/2025 भनेर लेखेको छ। यो एक्सनमा भ्यू डिटेलमा जानुहोस्, यो सिटिजन लाइफ इन्सुरेन्सको यसमा टिक छ, यसमा टिक लगाइदिनुहोस् र तलपट्टि प्रोसिडमा क्लिक गर्नुहोस्, आई एग्रीमा टिक लगाउनुहोस् र कन्फर्ममा क्लिक गर्नुहोस् र यति गरिसकेपछि तपाईँको इडिस कम्प्लिट हुन्छ र उसको टिएमएस ब्रोकर एकाउन्टको सेटलमेन्ट भएपछि तपाईँको एकाउन्टमा आफ्नो सेयर बेचेको कति रकम आउनु पर्ने हो त्यो तपाईँको एकाउन्टमा एमाउन्ट डिपोजिट हुन्छ।